झिमरुक गाउँपालिका वडा नम्बर 3 लामाछेरामा रहेको यस गौमुखी एग्रिगेट क्रेसर कम्पनीमा बालुवा प्रशोधनको काम भइरहेको छ। त्यसैगरी हामी देख्न सक्छौँ हामी नौबनी गाउँपालिका 6 खबाङ निवासी मातृभूमि लघु वित्त शाखाका झिमरुक शाखा प्रमुख हाम्रो आदरणीय सन्तोष सर हुनुहुन्छ। अनि हामीहरू आज अनुगमन गर्न यस झिमरुक गाउँपालिका 3 मा रहेको यो क्रेसरमा आएका थियौँ र एकदमै यो बालुवा प्रशोधन कार्य तीव्र गतिमा भइरहेको छ। बालुवाभन्दा हामी धेरै गिट्टी देख्न सक्छौँ, किनभने यस झिमरुक खोलामा बालुवा कम गिट्टी धेरै हुने भएको कारणले गर्दा। त्यसै गरी स्टक मालहरू बोकेर ल्याइरहेको छ यो टिप्परले। यो खोलाबाट ल्याएको भन्नु होला, खोलाबाट ल्याएको होइन। यसले चाहिँ आफ्नो पहिला स्टकहरू पुरानो डम्पिङ गरेको माल यसले ल्याएर पिसिरहेको छ। यो चाहिँ डम्पिङ माल हो। यसै डम्पिङ माललाई क्रेसरमा लगेर खनाइसकेपछि बालुवा गिट्टीहरू विभिन्न मात्राका विभिन्न साइज भन्छ, साइज अनुसारको गिट्टीहरू बन्ने गर्छ भने बालुवा पनि प्रशोधन हुने गर्छ। अब यस आर्थिक वर्षको असार मसान्त आउँदैछ। विकास निर्माणका कार्यहरू तीव्र गतिमा भइरहेका छन्। त्यस कारणले पनि यस क्षेत्रमा गिट्टी बालुवाको मागहरू निकै उच्चतम अवस्थामा रहेको छ। तसर्थ झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा रहेको एकमात्र क्रसर उद्योग भएको कारणले गर्दा यसमा बालुवाको निकै माग हुने गर्छ। तर झिमरुक खोलामा बालुवाको मात्रा निकै कम हुने, गिट्टी धेरै निस्किने भएको कारणले गर्दा हामी देख्न सक्छौँ बालुवा निकै कम छ, बालुवा सर्टेज अवस्थामा छ। तर गिट्टी भने गिट्टीको पहाडै बनिसकेको अवस्था हामी देख्न सक्छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ बालुवाको मात्रा निकै कम छ। बालुवा लोड पनि गरिरहेको छ। विगत 4-5 दिन पहिले यो झिमरुक हाइड्रो पावर ड्याम हाउसमा प्राविधिक समस्याको कारणले गर्दा 4-5 दिन लाइन आएन। त्यस समयमा यो क्रसर उद्योग चाहिँ बन्दै अवस्थामा रहेको थियो र अहिले चाहिँ सुचारू रूपमा लाइन आइसके पश्चात चलिरहेको छ। हामीहरू देख्न सक्छौँ अहिले टिप्परले माल खनाइरहेको अवस्था। ल देख्न सक्नु तपाईँहरू माल खनाइरहेको छ टिप्परले। ल